हेलो गाइस, यदि यस्तो खालको क्वेसन सोध्यो भने कन्भर्ट डेसिमल 0.5 रिपिटिङ इन फ्र्याक्सन भनेर यस्तरी क्वेसन सोध्यो भने के भन्छ भने 0.5 अनि माथि बार दिएछ। यो डेसिमलले फ्र्याक्सनमा चेन्ज गर्ने भने सोधेछ। यो चाहिँ विशेष गरी 8 क्लासको लागि 2 मार्क्समा सोध्छ यस्तो क्वेसन। यसको लागि चाहिँ कसरी गर्ने भने सोल्युसन लेट कस्तो गर्ने भनेपछि एक्स मान्ने अनि यो 0.5 छ। यो बार भनेको यो रिपिट हुँदै जान्छ, कहिले पनि सिद्धिदैन, त्यसैले 5 5 5। अब तपाईले जति पनि गर्न सक्नुहुन्छ, 3 4 2 5 जतिचोटि पनि रिपिट गर्न सक्नुहुन्छ। त्यसपछि डट 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 गरेर इक्वेसन 1 मान्ने, किनभने यो कहिले पनि सिद्धिन्न। त्यसै गरी फेरि के गर्ने भने यसको एउटा रुल छ। यदि जस्तै यो 0.5 यस्तो छ, एउटा मात्रै पछाडि पोइन्टभन्दा पछाडि एउटा नम्बरमा मात्रै बार लागेको छ, त्यसैले चाहिँ यसमा यस्तो भयो भने 10 ले मल्टिप्लाई गर्ने। यदि पोइन्टभन्दा पछाडि यस्तो दुईटा नम्बरले बार लागेको छ भने 100 ले गर्ने, र तीनटा नम्बर पछाडि बार लागेको छ भने चाहिँ 1000 ले मल्टिप्लाई गर्ने नियम छ। त्यसैले यहाँ चाहिँ एउटा नम्बर पछाडि बार लागेको छ, त्यसैले यसमा चाहिँ 100 ले मल्टिप्लाई गर्छौं। त्यसैले मल्टिप्लाइङ इक्वेसन आई बाई कतिले, यो इक्वेसन आई ले मल्टिप्लाई गर्ने, यसलाई कतिलाई गर्ने भनेपछि कति 10 लाई 10 ले गर्ने, किनभने एउटा नम्बरमा मात्रै बार लगाएको छ। मल्टिप्लाई बाई 10 अनि देन के गर्ने फेरि यसलाई 10x गर्ने। यहाँ x मान्छ भने यहाँ पनि x गर्नु पर्यो 10x। अब यहाँ 0 पोइन्ट, अब यो चाहिँ 0 पोइन्ट नलेख्ने यसरी। अब यहाँ चाहिँ यस्तो थियो, त्यही भएर 0 पोइन्ट। अब यहाँ चाहिँ 10 ले मल्टिप्लाई गर्ने यही नम्बरले भनेपछि कति हुन्छ 5 पोइन्ट। अब पछाडि पोइन्ट रिपिट भएको लेखिदिने। अब रिपिट चाहिँ कसरी गर्ने भने यहाँ जतिचोटि रिपिट गराएर लेखेछौँ, यहाँ 3 चोटि रिपिट गराछौँ 5 5 5, त्यसैले यहाँ पनि 3 चोटि रिपिट गर्ने, किनभने हामीले घटाउन सजिलो हुन्छ। फेरि डट डट डट, फेरि यसले इक्वेसन 2 मान्ने। यो डट 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 किन गराएको भनेपछि यो नम्बर कहिले पनि सिद्धिन्न, त्यसैले। अब फेरि के गर्ने सबट्र्याक्टिङ इक्वेसन आई फ्रम डबल आई, यो चाहिँ घटाउने। अब योबाट यो घटाउने अनि योबाट यो घटाएपछि के गर्ने 10x भनेको कति 5.555 5.55 आई इक्वेसन चाहिँ नलेख्ने। यहाँ चाहिँ यो इक्वेसन चाहिँ नलेख्ने, यस्तै गर्ने। फेरि अब के गराउने यो माथिको x, त्यसैले फेरि यहाँ के गर्ने x इक्वल टु कति 0.555 यो गर्ने। फेरि माइनस चाहिँ यहाँ नगर्ने, फेरि माइनस यहाँ दुईटैको यहाँ यसरी गर्ने माइनस, अनि ट्याक्क यसरी धर्का तान्दिने। यो 10x बाट x घटाउँदाखेरि कति हुन्छ 9x। बुझ्नु भएको छ नि। यो चाहिँ 10x बाट एउटा x घटाउने, 10 वटा x बाट एउटा x घटाएपछि 9x आउँछ, त्यसैले यहाँ 9x भयो। अनि 5 बाट 0 घटाउँदा 5 हुन्छ, अनि पोइन्टको पोइन्टै घटाउँदा केही हुन्न, त्यसैले यहाँ पछाडि 5 5 5 3वटा 5 छ, यता पनि पछाडि 5 5 5 3वटा 5 छ, यता सबै घटाउँदा 0 हुन्छ। त्यही भएर यो फेरि ओआर यो x को x चाहिँ भयो, यो 5 यो 9 चाहिँ यता लेख्दा डिभाइड गर्न आयो। यति भयो हाम्रो एन्सर। यो क्वेसन आयो भने नडराउने, गर्ने साथीहरू। यति गऱ्यो भने हाम्रो 2 मार्क्स एचिभ गर्न सक्छौँ 8 क्लास बिहालीको इक्जाममा। एकदम फिक्सै क्वेसन हो, त्यसैले यसले चाहिँ एकदम ध्यान दिएर यो गर्ने।